सुदन गोर्खा गुरुङज्यू, जसको नाम फेसबुकमा सुदन गोर्खा गुरुङ भनेर लेखिएको छ। उहाँले बारम्बार योभन्दा अगाडि पनि हाम्रो योग्यतामाथि उहाँले शङ्का गर्नुभएको हो। तर यत्रो समय चाहिँ हामी चुप लागेर बस्यौँ, किनभने मुद्दा विचार दिन्छ नि त होइन। मुद्दा विचार दिनुहुँदा हामी उहाँलाई किन जवाब दिने, उहाँले लेखिरहनुहोस् भनेर हामीले गऱ्यौँ। तर हिजो के भयो भने मेरो योग्यतामाथि मैले हामी साथीहरू भएको एउटा पर्सनल फोटो खिचेर हामी सङ्घर्ष गरिरहेका छौँ भनेर मेरो शुभचिन्तकहरूलाई तनाउ हुन्छ नि त, चिन्ता हुन्छ नि त होइन। र उहाँहरूलाई सान्त्वना दिनको निम्ति मैले त्यो फोटो पोस्ट गरेको थिएँ। उहाँले चाहिँ त्यो व्यक्तिगत मेरो अहिलेसम्मको योग्यतामाथि, मेरो भाषा साहित्यमाथिको व्याकरणहरूको त्रुटि देखाउँदै, त्यो एकदमै अमान्य थियो है, त्यो देखाउँदै उहाँले चाहिँ एउटा पोस्ट गर्नुभएको थियो। र त्यसमा चाहिँ विभिन्न कुराहरू लेख्नुभएको थियो। जस्तै म मिरिक कलेजको पार्ट टाइम लेक्चरर हुँदै पुटुङ हाई स्कुलमा भोलिन्टियरै नगरे मैले नोकरी पाएको भने एउटा गम्भीर आरोप छ। तर सुदनज्यूलाई म भन्छु, हामी त शिक्षकहरू हो है, हामी त विद्यार्थीलाई संस्कार पनि पढाउँछौँ। तपाईँले जहिले तहिले हेरेर भाषा प्रयोग गर्नुहुन्छ, तर तपाईँलाई हामी कहिले पनि त्यसरी गर्दैनौँ, किनभने तपाईँ हामीमा फरक छ, हामी शिक्षकहरू हौँ। र म मिरिक महाविद्यालयमा म लेक्चरर थिइनँ भनेर म भन्न सक्दिनँ, म ढाँट्दिनँ। म थिएँ तर गेस्ट लेक्चरर थिएँ, उहाँलाई त्यो पनि थाहा रहेछ। जसले मेरो छेउछाउको आरइसीहरूले भनौँ न होइन, उहाँलाई सूचना दिनुभयो, गलत दिनुभयो। म गेस्ट लेक्चरर थिएँ, जसलाई चाहिँ अतिथि प्राध्यापक भन्छ। तपाईँले बुझिराख्नुहोस्, अतिथि भनेको कुनै तिथि नतोकी आउनेलाई अतिथि भनिन्छ। हामी नेपालीमा पाहुना पनि भन्छौँ उहाँलाई होइन। र अतिथि प्राध्यापक चाहिँ पर्मानेन्ट टिचरले पनि कहीँ गएर अतिथि प्राध्यापक गर्न सक्छ, अहिले पनि सक्छ होइन। तर त्यो समयमा म कुनै पनि विभागमा म सरकारी जागिर पाएको थिइनँ, म बेकारी थिएँ है। र अतिथि प्राध्यापक मलाई कलेजमा अन्तर्वार्ता गरेर मलाई अतिथि प्राध्यापकको रूपमा लगाइएको थियो है। तरै पनि हाम्रा विद्यालयका प्रधान अध्यापकले त्योभन्दा अगाडि नै जब हामीले ग्रेजुएसन गऱ्यौँ, बिए पास गऱ्यौँ, त्यति बेला नै बेला बेलामा म पुटुङ हाई स्कुलमा गएर पढाउने गर्थेँ। अनि 2013देखि म पुटुङ विद्यालयमा त्यसरी मिलाएर मिरिक कलेज पनि जाने र विद्यालयमा पनि आएर चाहिँ म विद्यार्थीहरूलाई पढाउने काम गर्थेँ। त्यो मेरो के अपराध भयो होइन। म तलब पाउँथिनँ, माथि मलाई अतिथि प्राध्यापकको रूपमा केही पारिश्रमिक दिन्थ्यो होइन। त्यहाँ मेरो के गल्ती भयो, म बेकारी थिएँ, म दुईपट्टि गर्न सक्थेँ। त्यति बेला म पत्रकारिता पनि गर्थेँ, ढाँट्ने कुरा आउँदैन होइन। त्यो तीनवटा काम मैले कसरी मिलाएर गरेँ त्यो मलाई थाहा छ। तर पुटुङ विद्यालयको जुन उन्नति अहिले भइरहेको छ होइन, त्यति बेलादेखि र पुटुङ विद्यालयको उन्नतिमा हाम्रो जुन योगदान छ, हामीले 2015देखि 11-12 सुरु गऱ्यौँ, त्यसको निम्ति हाम्रो नियुक्ति भयो। हामी 5-6 जनाको नियुक्ति भयो त्यसको निम्ति होइन। त्यस पश्चात हामीले एउटा पुटुङ भनेको एउटा अलिकति दुर्गम क्षेत्र है, रोड, त्यहाँ शिक्षा दिने, निःशुल्क शिक्षा दिने काम गऱ्यौँ है। र त्यति बेला हामीलाई कसैले सिस्टमको कुरा गरेन, कसैले चोर दैलो भनेन। जब 19मा नियुक्ति पायौँ तब चोर दैलो भने। त मूल दैलो चाहिँ कहाँ छ तपाईँहरूले बताइदिनुहोस् न हामीलाई। हामी परीक्षा भएको भए एसएससीको हामी परीक्षा लेख्थ्यौँ होइन। हामीलाई मूल दैलोबाट पस्ने कसैले सूत्र दिनुभएको भए हामी मूल दैलोबाट पस्थ्यौँ। जुन हामीभन्दा अगाडि पनि भइरह्यो, हामी माथि पनि त्यही भयो, त्यही सिस्टमले हामीलाई पनि हाल्यो। अनि हामी माथि मात्रै अहिले किन प्रश्न चिन्ह गरिँदैछ, म उहाँलाई प्रश्न गर्न चाहन्छु। अनि अर्को कुरा चाहिँ अब मेरो व्यक्तिगत लेख्नु जान्दैन, के गर्नु जान्दैन भनेर उहाँले भन्नुभयो होइन। अहिलेसम्म जीवनमा मैले 4वटा पुस्तक प्रकाशित गरिसकेको छु। 3वटा मेरोमा छ, एउटा त्यो 2010को मेरोमा अहिले प्राप्त छैन। र उहाँलाई म भन्न चाहन्छु, यो जति पनि सर्टिफिकेटहरू छ, यो सबै सर्टिफिकेटहरू मैले स्कुल पढ्दादेखिको यहाँ थुप्रो सर्टिफिकेटहरू छ, म एकाएक गरेर देखाउन सक्दिनँ। यो जति पनि प्रमाणपत्रहरू छ, मैले चाहिँ स्कुल लेभलमा 12 पल्ट डिस्ट्रिक्ट लेभलको बेस्ट स्पिकर पाएको डिबेटमा, एक्सटेम्पर स्पिचमा। अनि 2011मा चाहिँ म रेउकाईले गरेको एउटा कार्यक्रम थियो अन्तर्राष्ट्रिय स्तरको, त्यसमा चाहिँ भारतमा विनर भएको थिएँ, 2-3 चरणमा भएको थियो त्यो प्रोग्राम। अनि भारतलाई रिप्रेजेन्टेटिभ गरेर यही हो प्रमाणपत्र, हेर्न सक्नुहुन्छ। यो फर्स्ट भएको म भारतलाई रिप्रेजेन्टेटिभ गरेर म 4वटा देशसँग चाहिँ एउटा इन्टरनेसनल स्पिच फेस्टिभलमा म बनारसमा गएर पनि मैले प्रेजेन्ट दिइसकेको होइन। अनि त्यही कुरा चाहिँ आज हामी मिलेर विद्यार्थीहरूलाई दिइरहेको छौँ। पढाइ मात्रै ठुलो कुरा होइन है, नानीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलाप पनि गराउनुपर्छ। डिबेटदेखि लिएर है, कविता आवृत्ति, एक्सटेम्पर स्पिचदेखि लिएर हरेक कुराहरू हामी गराउँदै आइरहेका छौँ। तर हामीलाई कोर्टको
न्यायाधीशकोमा भएको मुद्दामा चाहिँ बारम्बार चोर दैलो भनेर चाहिँ हाम्रो परिवारलाई पनि मानसिक तनाउ दिने काम भइरहेको छ। यो चाहिँ झट्ट बन्द गर्नुपर्छ। भोलि कोर्टले कुनै पनि डिसिजन दिन्छ भने हामी त्यसलाई सम्मान गर्छौँ। सम्मान गर्नैपर्छ हामीले, किनभने कोर्टभन्दा ठुलो केही पनि होइन होइन, सम्मान गर्छौँ। तर न्यायाधीशभन्दा ठुलो भएर म यसलाई निकाल्छु, यसको टुप्पी पक्रिन्छु, यसलाई गर्छु, कहाँ हामीलाई मात्रै हो त? तपाईँको सिनियर टिचरहरूलाई पनि, हेडमास्टरहरूलाई पनि एकदमै असंस्कारी प्रवृत्ति उहाँले गरिरहनु भएको छ। यो चाहिँ राम्रो चाहिँ होइन। समाजमा राम्रो सन्देश जाँदैन। हामी शिक्षकहरू त सहन्छौँ होइन, तर समाजमा चाहिँ समाजले चाहिँ अर्कै दिशा लिइरहेछ। अनि उहाँलाई जति सपोर्ट गर्नेहरू हुनुहुन्छ उहाँले वास्तवमा यथार्थको धरातल बुझ्नै भएको छैन। यो के भएको छ भन्ने कुरा चाहिँ बुझ्नै भएको छैन। अब हिजो मात्रै कुरा सुन्नु आयो जसुमोदिन मण्डल भने हामी चिन्दैनौँ है। अब जसुमोदिन मण्डलको नाममा केस फाइल भएको रहेछ है। र अब जसुमोदिन मण्डलहरूले भोलिको दिनमा सबैले हाम्रो एसएससी दार्जिलिङ क्षेत्रमा पनि एसएससी पास गरेर आयो भने यहाँको मान्छेले त नेपालीमा मात्रै काम पाउने रहेछ त, अरूमा त तलैबाट आउने रहेछ त भनेपछि यो त राम्रो कुरा भएन नि त। त्यसले गर्दा हामी चाहन्छौँ हामी मुद्दा जितौँ नजितौँ, हामीलाई कोर्टले निष्कासन गर्छ भने पनि हामीले त्यसलाई सराहना गर्नुपर्छ। तर अनावश्यक रूपले हाम्रो परिवारलाई 313 मात्रै नभएर सबैको परिवारलाई तनाउ दिने काम चाहिँ झट्ट बन्द होस् भन्छौँ। त्यसको निम्ति हामी एफआइआर पनि हामीले गरिसकेको छौँ। ममाथि जुन लालछाना लगाइएको छ त्यसमाथि एफआइआर पनि गरिसकेको छौँ। म प्रशासनलाई पनि अनुरोध गर्छु शीघ्र कानुनी कारबाही होस्।